नमस्कार। निर्वाचन विशेषको अर्को श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। म एमपी शर्मा आज पनि एकजना अतिथिको साथमा उपस्थित भएको छु। आज हामीसँग हुनुहुन्छ नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर 2 का उम्मेदवार हुनुहुन्छ राम घलान वाटर। उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई स्वागत छ कार्यक्रममा। हस् त, धन्यवाद। आरामै हुनुहुन्छ? ठिकै छ हजुर। चुनावी प्रचार प्रसार कस्तो चल्दैछ यहाँ? चलिरहेछ, एकदम मजाले दौडधुप चलिरहेछ। जनताको घर आँगनमा पुगिरहनु भएको छ। के भन्छन् जनताहरू यो चुनावको? जनताले भोट त दिन्छु भन्छ, दिँदैन भन्दैन। नमस्ते गरेपछि जनताले सबैले नमस्कार गर्नुहुन्छ। भोट गुलाफमै हजुर यसपालि भनेपछि हुन्छ हजुर तपाईँलाई नै हो भन्नुहुन्छ। त्यसो हुँदा जित्छ जस्तो लाग्छ, किनभने हामीले निरन्तर जनताको इस्युहरूमा मुद्दाहरूमा आवाज उठाइराखेको विषय यो सबैलाई थाहा छ। त तपाईँले योभन्दा अगाडिका चुनावहरू त बहिष्कार गर्दै आउनुभयो, जनतालाई भोट नहाल्नु भन्दै आउनुभयो। यो पटक आफै उम्मेदवार हुनुहुन्छ, तपाईँलाई के एजेन्डामा चाहिँ जनताले भोट हाल्ने त? यो कुरा यस्तो छ, अब हामी चुनाव बहिष्कारमा गयौँ। चुनाव बहिष्कारमा जाँदाखेरि जनताको कुरा कस्तो देखिन्छ भने कि यसलाई यो दलाल संसदीय व्यवस्थालाई कि चकनाचुर पर्ने गरी हान्नु पऱ्यो होइन, कि त भने यसलाई उपयोग गरेर कम्तीमा आफ्नो जनमत लिने ठाउँमा त आउनु पऱ्यो। तपाईँहरू त लुकिहाल्नुहुन्छ, बमबारी गर्दै भागिहाल्नुहुन्छ। पुलिसले हामीलाई दुःख दिन्छ। दुःख दिएपछि एक दिनको लागि भए पनि, एक घन्टाको लागि भए पनि अरू पार्टीलाई भयो भने हामीले भोट हाल्नुपर्ने बाध्यता हामी बच्नको निम्ति होइन। हामी चाहिँ तपाईँ कम्तीमा पुलिसबाट बस्न, राज्यको चाहिँ धरपकडबाट बच्नको निम्ति भयो भने कसैले हामीले मत हाल्नु पऱ्यो। तपाईँ मकवानपुरको 2 नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बन्दै हुनुहुन्छ। यो पहिलोपटक तपाईँको उम्मेदवारी पनि हो। हजुर। के छ तपाईँको 2 नम्बर क्षेत्रका जनताहरूको समस्या चाहिँ त्यहाँ गएर हेरिरहँदाखेरि, भूगोल हेरिरहँदाखेरि? जनताको यस्तो छ, मैले अघि नै पनि भने एउटा समस्या चाहिँ जनताको जहाँ चाहिँ तपाईँको सुकुम्बासीको समस्या छ। सुकुम्बासीको जमिन नपाएको समस्याहरू छ होइन। जनताको भनौँ न, एउटा सुकुम्बासीको, एउटा अव्यवस्थित जनताको चाहिँ बसोबास गर्ने जनताको सुकुम्बासीको ग्यारेन्टी गर्नु पर्यो भन्ने जनताले हामीलाई गुनासो गरेको छ। अर्को कुरा चाहिँ आरक्षित क्षेत्रको जनताले कम्तीमा आरक्षित मुक्त हामीलाई कसरी बनाउने तपाईँहरूले बनाउनु पर्यो। सङ्घमा जाँदा त्यो विषय उठाउनु पर्यो। बरु तपाईँहरूले हामीलाई आन्दोलन उतार्नुहुन्छ भने हामी आन्दोलनमा साथ दिन तयार, तर चाहिँ हामीलाई आरक्षितको नियम पनि लागू हुने होइन। अर्को चाहिँ तपाईँको यताबाटको पनि पालिकाको पनि नियम लागू हुने होइन। एउटा ढुङ्गा पनि उठाउनलाई चाहिँ गाह्रो हुने होइन। आफ्नो चाहिँ तपाईँको बारीको साइडमा दाउरा चाहिँ अलिकति काट्छु नि त एउटा रुख होइन, सानो रुख या ठुलो रुख काट्छु आफ्नो घरको लागि प्रयोजन गर्छु भन्दा पनि नपाउने होइन। आरक्षीको दण्ड लाग्ने यो चाहिँ सही भएन, यसलाई चाहिँ हटाउनु पऱ्यो। जनताको यो कुरा छ होइन। अर्को कुरा चाहिँ उत्तरी बेलको जनताको, गाँजा क्षेत्रको जनताको कुरा चाहिँ के हामीलाई विकल्प दिउँ होइन, के भने हामीलाई गरेर खाना दिउँ न होइन। ब्याड त चाहिँ तपाईँको गाँजाको बढ्न दिएकै छ होइन, हामीले पैसा तिरेकै छ। गाँजाको चाहिँ तपाईँको ठुलो भएको बनाउन दिएकै छ, पैसा दिएकै छ। अनि चाहिँ तपाईँ फेरि अलिकति भरिया बनाएर जाँदा थुनेकै छ होइन। हाम्रो घरमा एक घर एक मान्छे जेल भइराखेको छ। तपाईँको एउटा मुक्त गर्नु पर्यो भन्ने उहाँको कुरा छ। वैध गर्नु पर्यो भन्ने हो अथवा चाहिँ विकल्पमा अरू खेतीपातीको लागि चाहिँ व्यवस्था गर्नु पर्यो? एउटा विकल्प दिन सके, टुरिज्म प्लेसको हिसाब विकल्प दिन सके राम्रो होइन। होइन भने यसलाई चाहिँ म भन्न चाहन्छु औषधि पनि बढी मात्रामा खायो भने लागु हुन्छ कि, बढी भनेकै लागु भने त हो, बढी खाँदाखेरि लागु हुने हो कि खास चाहिँ। त्यसो गाँजाको मात्रालाई पनि खाने हो भने मिलाएर मात्रा खाने या चाहिँ प्रयोग गर्ने या औषधिको रूपमा भन्नुहोस् न होइन। मेडिसिनको रूपमा चाहिँ प्रोडक्सन गर्ने हो भने, फ्याक्टराइज गर्ने हो भने त्यो त के हुन्छ, राज्यको आम्दानी बढ्छ नि त होइन। होला अन्तर्राष्ट्रिय कानुन कुरा पनि होला होइन। त्यसो भएको हुनाले अन्तर्राष्ट्रिय कानुन लाग्छ, नेपाल कानुन दिँदैन, सब थाहा छ। जनतालाई पनि थाहा छ, राज्यको निकायलाई पनि थाहा छ। मिलेर रोपिरहेछ नि त, मिलेर रोपिरहेछ नि त। गाँजाको समस्या एउटा छ। अरू समस्या जेलमा बसेको जनताहरूलाई चाहिँ निकाल्नु पर्यो भन्ने छ। हाम्रो मान्छेहरू भनेको त्यो गाँजा बोकेर परेकाहरू जेलबाट निकाल्नु पर्यो। अपराध हामीले केही गरेको छैन। दुःख गर्दा आफ्नो परिवार पाल्नुपर्छ भन्ने लाग्दाखेरि हाम्रो जेल बसिराखेको छ, जेलबाट मुक्त गर्नु पर्यो भन्ने छ। तेस्रो कुरा चाहिँ खाने क्षेत्रको जनता जसरी पीडित छ नि, मुआवजा बिना नै जबरजस्ती खानेहरू सञ्चालन रिदिसिदी सिमेन्टको चाहिँ गिङगुङ खानीमा त्यहाँ चेपाङ र तामाङहरूले चाहिँ त के पाइरहेको छैन, मुआवजै पाइरहेको छैन नि त होइन। कसरी दादागिरीमा चलाउँछ त त्यो होइन। मुआवजा सहितको प्राकृतिक पर्यावरणलाई पनि कन्ट्रोल हुने गरी होइन गर्नुपर्छै पर्दैन, गरिरहेको छैन, गर्नुहोस् भन्ने छ क्या हाम्रो कुरा त होइन। जनताले यो विषय उठान गरिराखेको छ हामीसँग
होइन। अनि त्यसपछि जनताले चाहिँ शिक्षा निःशुल्क छ होइन संविधानमा, तर कार्यान्वयन किन आउँदैन भनिराखेको छ जनताले होइन। अर्को कुरा चाहिँ अब तरकारीको पकेट क्षेत्र हाँडी खोला र तपाईँको पालुङको कुरा देखिन्छ, अरू क्षेत्र पनि देखिन्छ होइन, भिम्बित लगायतको ठाउँहरू पनि देखिन्छ होइन। त्यहाँबाट तरकारी यहाँ ल्याउँदाखेरि एउटा चाहिँ मानुस् न तरकारी स्टक गर्ने एकछिन स्टक गर्ने मान्छेले होइन, एकछिन चाहिँ तपाईँको सब्जी मन्डीमा ल्याएर एकछिन स्टक गर्ने र अर्को व्यापारीहरू लगिहाल्छ एकछिनमा होइन। पुलको काम गरिदिने मान्छेले प्रति किलो चाहिँ 10% होइन 10% खान्छन्। किन खाइराखेको छ होइन। राज्यले एउटा मार्केट ठिक फिक्स रेट गरिदिने हो भने होइन, एकछिन स्टल राखे बापतको कति पर्सेन्ट हो न्यूनतम राख्नु पऱ्यो नि त। 10% काम नगरिकन त्यत्रो राख्नुपर्छ त पर्दैन नि त। यसको कसले आवाज गरिदिने, यो तपाईँले बोलिदिनु पऱ्यो भन्ने छ कि जनताको कुरा त होइन। अनि त्यो जनताको कुरा के पनि छ भने मल र बिउ किन आउँदैन। तपाईँहरू पनि त किसानको, तपाईँहरू पनि किसानकै पार्टी हो, तपाईँहरू पनि कृषि गरिराख्नु भएको छ, तपाईँले चाहिँ छुट्टै आउँछ कि भन्नुहुन्थ्यो कि कहाँ आउनु सर, तपाईँहरूकै बेथा हो हाम्रो पनि भन्यो। राज्यको कृषि मन्त्रालयबाट बजेटिङ गर्छ, तर यहाँ जनताले किसान मल पाउँदैन होइन। खास व्यापारीमा मल पुग्छ, फेरि 1000 पाउने मल त 2000 पाउँछ फेरि बाहिर उही मल होइन। यो किन चाहिँ बिचौले खडा गरेर यस्तो किन भइराखेको छ। किसानले चाहिँ मल र बिउ चाहिँ तपाईँ समयमा पाइदिए हुन्थ्यो, यो तपाईँले बोलिदिनु पऱ्यो भन्ने त्यहाँको जनताको कुरा छ होइन। अर्को कुरा चाहिँ रोजगारीको कुरा। कृषिलाई विशेष गरी बेस बनाउने हो भने, कृषि क्षेत्रलाई राज्यले एउटा बजार व्यवस्थापनको राम्रो गरिदिने हो भने धेरै मान्छे युवाहरू त विदेश जाँदैन नि। यहीँ चाहिँ एउटा कृषि रोजगारको रूपमा काम गरेर बस्ने सम्भावना पनि छ होइन। आज चाहिँ बाउ विदेशमा होइन, आमा विदेशमा, छोरा विदेशमा, बुहारी विदेशमा होइन। वृद्धि मात्रै चाहिँ तपाईँको बुढाबुढी मात्रै होइन, वृद्ध अवस्थाको मान्छेहरू मात्रै घरमा जस्तो स्थिति भइरहेको छ त। यहाँ अलिअलि पैसा कमाउँछु होला, पैसाले त खाना दिँदैन होइन। मरसन्न हुने स्थितिमा, मर्न सक्ने स्थितिमा पुग्दा पनि पानी समेत तताएर खाना दिन नसक्ने मान्छे, नपाउने मान्छे हुँदैछ क्या बिस्तारै। यस्तो अवस्थामा जनताको गुनासोहरू यस्तो छ भन्नुहोस् न होइन। अब महिलाहरूको कुरा छ होइन, महिलाहरूले चाहिँ महिला हिंसाको कुरादेखि लिएर सबै विषयहरू पनि आइराखेको छ। हामीलाई हिंसा भइरहेको छ, राज्यमा 50% हाम्रो सहभागिता गर्नु पऱ्यो भन्ने भइराखेको छ। अनि चाहिँ तपाईँको बिहे हुनु अगाडि नै हामीलाई चाहिँ पैतृक सम्पत्ति छोरा बराबर अग लाग्नु पऱ्यो भन्ने पनि आइरहेको छ। हामीलाई चाहिँ बिहे गरेपछि नपाउने, यो विभेद किन भइरहेछ कानुनमा, बराबरी सहभागिता लिएर जानु पऱ्यो नि त भन्ने खालको चाहिँ गुनासोहरू छन् भन्नुहोस् न होइन। भनेपछि अब यो जनताको व्यापक गुनासो मात्रै होइन, वास्तविकता नै त्यही छ। हजुर, विकास निर्माणको अवस्थामा पूर्वाधारको बाटो राम्रो छैन, त्यो पनि शिक्षा गुणस्तरीय छैन, स्वास्थ्य सेवा प्रभावकारी हुन सकिरहेको छैन होइन। यो सबै कुराहरू हेरिरहँदाखेरि, तपाईँ उम्मेदवार बनेर गइरहँदाखेरि चाहिँ उम्मेदवारहरू आउँछन् चुनावमा, आश्वासन बाँड्छन्, तर गइसकेपछि फर्किँदैनन्, काम गर्दैनन् भन्ने खालको गुनासो चाहिँ व्यापक रूपमा थियो। त्यो कुरामा चाहिँ स्वास्थ्य चाहिँ हाम्रो तर्फबाट भन्नुपर्दा प्रस्तावित कुरा चाहिँ कम्तीमा बिमा गर्ने होइन। नसक्नेको न्यूनतम आर्थिक स्रोत राज्यले गरिदिनु पऱ्यो बिमा पनि। बिमा गर्दाखेरि चाहिँ कम्तीमा 10 अहिले 1 लाखसम्म कुरा आइरहेछ। 1 लाखमा पनि कति पर्सेन्ट, 10-15% हो कि कति आफैले तिर्नुपर्छ भनिरहेछ पेमेन्टको हिसाबले। त्यसलाई त्यस्तो होइन, पैसा कम्तीमा चाहिँ बिमा गरिसकेपछि सबै हेरिदिनु पऱ्यो राज्यले। त्यो पैसाभित्र 1 लाख होइन 10 लाख पुऱ्याइदिउँ न राज्यले। यो गरिदिनु, यति त गर्न सक्ने, धेरै गर्न नसक्ने कुरा भन्नु हुँदैन, यति गर्न सक्ने त कुरा त गर्नु पऱ्यो नि त राज्यले। यो गरिरहेको छैन, गर्नु पऱ्यो हाम्रो कुरा छ कि खास चाहिँ। त्यो किन गरिरहेको छैन भन्ने कुरामा अब चाहिँ हामी समस्या देखिरहेछ। एउटा समस्या के, सिस्टमै प्रब्लम। अहिले हामी निर्वाचनमा देश र जनताको निम्ति जाँदैछौँ हो, तर चाहिँ इलेक्सनमा खर्च चाहिँ हामी इन्डिभिजुअल ऋण खोजेर गर्नुपर्छ कि। यही मिस्टेक छ कि। म त के देख्छु भने एउटा समाजवादी मोडल देख्छु कि, निर्वाचन पनि खर्चिलो छ। खर्चिलो छ त। अब चाहिँ तपाईँको विद्यार्थी सङ्गठनको चुनावमा तपाईँ हामी हेरिराखेका छौँ, कम्तीमा एउटै मञ्च हुने होइन, एउटा चाहिँ तपाईँको सभा हुने, सबै उम्मेदवार राखेर जो गर्ने अभ्यास छ नि, त्यो अब यो चाहिँ आम निर्वाचनमा फलोअप गर्नु पऱ्यो हो कि। एउटा मानौँ न 2 नम्बर निर्वाचन क्षेत्रले सबै पालिकामा कार्यक्रमको आयोजन गर्ने, हामी सबै उम्मेदवारले राखिदिने त्यहाँ होइन। जनता पनि सबै पार्टी र प्रतिनिधिमूलक सबैले बोलाउने कि होइन। सकेसम्म जनता पनि आफै आउने बनाउने, गाडी साडी म्यानेज नगर्ने भन्नुहोस् न होइन। अनि त्यहाँ आफ्नो विषय राख्ने बनाउने होइन। त्यसो गऱ्यो भने खर्च हुन्छ त यहाँ। तर तपाईँहरूलाई 33 लाखसम्म खर्च गर्न पाउने भनेर एउटा चाहिँ पाउने भने चाहिँ पैसा भएको खर्च गर्ने भने हुन्छ यो निर्वाचनमा यहाँले। हामी 4 देखि 5 लाखमा खर्च टार्ने योजनामा छ।
पुग्छ। म चाहिँ प्रचार गर्ने ठुल्ठुलो कारलाई घोषणा गर्दै गर्ने होइन, ब्यानर राख्दै जाने म गर्ने भए पक्षमा छैन। गाडी तेलका तेल होइन त्यो दिन सक्ने पक्षमा छैन। मैले जनतालाई भनेको छु 5,000 10,000 तपाईँले पैसा मसँग लिन तयार हुनुहुन्छ भने मलाई भ्रष्टाचार बनाउँदै हुनुहुन्छ, भ्रष्टाचारी बनाउँदै हुनुहुन्छ। मैले दिएको मासु भात तपाईँले खाँदै हुनुहुन्छ भने तपाईँले मलाई भ्रष्टाचारी बनाउँदै हुनुहुन्छ। अनि तपाईँले विकास किन गरेन भन्नुहुन्छ नि, मेरो 5 करोड पैसा यदि गयो चुनावमा भने म 5 करोड उठाउनतिर लाग्ने कि तपाईँको विकास हेर्ने त, तपाईँको समस्या हेर्ने कि मेरो चाहिँ समस्या हेर्ने त। म त पहिले त आफ्नै पैसा उठाउनतिर लाग्छु नि त, लाग्दिनँ। सिडिओ सरुवा गर्ने हो कि कर्मचारी सरुवा गर्ने हो कि होइन, कहाँ चाहिँ कहाँको के मिलाइदिने हो कि टेन्डर मिलाइदिने हो कि मथि त लाग्नु पऱ्यो नि त होइन। तपाईँको जनताको काम गर्न भ्याउँछु त। अहिलेसम्म नेताहरू आलोचित हुनुको कारणै के हो भने लगानी गरेको पैसा उठाउँदैमा दिमाग त्यहाँ गयो, जनताको सेवा गर्न सकेन कि। अलिअलि गरेर पुगेन नि त, जनता पर्याप्त भएन नि त। त्यसो भएका जनतालाई मैले के भनेको छु भने पैसाको कुरा नगर्नुहोस्। 5 वर्षमा चुनाव एकचोटि आउँछ होइन, एकचोटि आउँदाखेरि मसँग तपाईँले 5,000 लिनुभयो भने तपाईँले 2 महिनाको रासन पानी किन्नुहुन्छ होइन। 4 वर्ष 10 महिना त तपाईँ आफै दुःख गरेर खानुहुन्छ, किन मसँग लिनुहुन्छ तपाईँ होइन। उम्मेदवारले एउटा मान्छेलाई धेरै पटक खुवाउँदा 5चोटि चाहिँ मासु भात खुवाउन सक्छु होला कि म एकछिनको लागि। फर इक्जाम्पल उम्मेदवारहरूले अरू सबै गरेर भन्नु न, वर्षमा 365 दिन हुन्छ। 5 दिन चाहिँ मैले दिएको खानुभयो भने 360 दिन आफ्नै खानु पऱ्यो। 4 वर्ष 360 दिन आफ्नै खानुपर्छ भने जब मासु भातमा नबिक्नुहोस् भन्छु कि म। हाम्रो पार्टीले टिकट फ्रीमा ल्यायो, हामीलाई जनताले फ्रीमा भोट दिनु पऱ्यो, हामी जनताको सर्भिस पनि फ्रीमा गर्छौँ।